हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो भिडियोमा। अहिले चाहिँ म भेडीकोटमा छु। सो हाम्रो कोट चाहिँ तल सरेको छ। अहिले फाटहरू खुल्ने अवस्था छ नि त गाउँघरको, त्यही भएर चाहिँ तल तल झर्दैछ कोटहरू चाहिँ। र हाम्रो कोट चाहिँ हामीले यहाँ सारेका छौँ। यस्तो रुखमुनि चाहिँ हाम्रो वासस्थान हुन्छ। यहाँ चाहिँ दाउरा सौराहरू काटियो टक्क लाएर अब पानी भर्न जानुपर्ने हुन्छ। म चाहिँ भेडाहरू चाहिँ यतातिर बस्छ। अहिले चाहिँ चढ्नलाई गइरहेछ उतातिर। सो भेडीकोट सारियो होइन। भेडीकोट भनेको चाहिँ टक्क लाएर वनको बास रहेछ होइन। वनमै बस्नुपर्ने होइन, वनमै खाने, वनमै डुल्ने, यिनीहरूलाई घाँस फलाउने होइन। चाहिँ यस्तो रुखमुनि छ, रुख सट्ट लाएर भेडाहरू पनि रुखमुनि बस्छन् यतातिर। अनि फेरि हामी पनि यतातिर बस्छौँ। यता कुकुरको खोले पाकिसकेछ। माइको हट उनिसकेछ यार। यता चिया पनि पाकेको छ। अब चिया खाएर पानी पनि छैन, पानी भर्न जानुपर्ने हुन्छ। म चाहिँ पुरा रुख पनि पुरा रुखहरू बालेर होइन। आजको सुताइ चाहिँ मेरो यहाँ हुन्छ यस्तो रुख पनि होइन। जो तेरो आमा आएको छैन, एकछिन पर्खे बस्छ भेडाहरू चाहिँ यता आहा। म चाहिँ यो ग्यालिन बोकेर पानी भर्न आएको छु। हाम्रो धारा चाहिँ हो टाढा नै छ, 5-10 मिनट लाग्छ। गएर पानी भरेर जानुपर्छ म चाहिँ। लगेको बच्चा चाहिँ अस्ति हामीले यहाँ राखिदिएको कोठ ल्याएर। कहाँ सारेछ ऊ तल सारेछ। आँखा नि खुलेछ होला सायद। हेर्नु जानु पर्यो है। त्यहाँ तल रुखजना रहेछ अरे। है आँखा खुल्यो होला सायद। यस्तो खतरा ठाउँमा ल्याइरहेछ कि तल यस्तै बसेछ। आँखा खुलेन तिमीहरूको है? ओहो आँखा खुलिसकेछ त। आँखा खुलिसकेछ। गुड मर्निङ गुड मर्निङ गुड मर्निङ। आँखा खुलिसकेछ। कति दिनमा खुल्दो रहेछ आँखा। यो पनि भोटे कुकुरकै बच्चा हो है। यसको बाउलाई चाहिँ हामीले मुस्ताङबाट ल्याएको सेतोमा। अर्को यस्तो आँखा भुउमा रातो भएको थियो होइन, हामीले चाहिँ तर सेतो भएको ल्याएको। त्यसको बिउ हो यो चाहिँ। खतरा हुन्ला त, सानो बच्चा भएको थियो। ठुलो भइसकेछ आँखा खुलेर। हेर ल यो है अर्ग्यानिक लाइफ भनेको चाहिँ टक्क लाएर चिसो पानीमा रातो आगोले यहाँ ढेँडो पाक्दैछ। यता मासुहरू सुक्दैछ। कहिले भटमासले पनि बताउँदैन, कहिले मासु मात्रै हुन्छ। तर हाम्रो वासस्थान हो। कुकुरहरू यता छ, भेडाहरू पनि यता तले बसिराख्नु। ल खोले खाएछ, ल खोले खा, खाना खाएछ, ल सुने खाना खा खा। यहाँ चाहिँ हड्डी पाकिसकेको छ। यहाँ चाहिँ ढेँडो पाक्दैछ चुट्टो लाएर। ल हाम्रो चाहिँ अब खाना खाने बेला भयो। पाक्यो ढेँडो। उता सानो भेडाको बच्चा नि पछाडि बसेछ। म चाहिँ त्यहाँ सुतेको हिजो राति। दाइ चाहिँ माथि
माथि सुतेको बिहान भयो ओए बुझे यहाँ खाएकोले खा हाम्रो वासस्थान चाहिँ यस्तो ठाउँमा छ अब ढेँडो खाने भेडा हेर्न जाने यस्तो ठाउँमा छ है हाम्रो घर चाहिँ रुखै रुखमुनि भेडाहरू यता बसेछ यतातिर छ बसिरहेछ भेडाहरू यसको बच्चा चाहिँ तल छ है कोही तल त बसेछ हाम्रो गाउँ चाहिँ त्यहाँ पर्छ टाढै पर्छ क्यारे होइन हाम्रो गाउँ चाहिँ यहाँ छ हाम्रो गाउँ अरू गोठहरू चाहिँ प्रायः फाटमा गइसक्यो हाम्रोमा चाहिँ यहाँ छ हामी पनि बिस्तारै जाने हो यस्तो ठाउँमा चाहिँ अब खाएर भेड चराउन जानुपर्छ फेरि हामी चाहिँ है आयो खाना आयो खाना तातो तातो ढेँडो मासु साग छोप अगाडि थुगायो त यार मजाले सुत्दैछ यो चाहिँ यो खतरा है यसको कानै ल भटाहरू चाहिँ अब बसी गरिबमा हालिसक्यो कति 2 4 6 8 त 14वटा रहेछ चलाएर यस्तो ठाउँमा बसेछन् भेडाहरू चाहिँ रुखै रुखको मुनि अब भेडा चराउनु जाने अलि सानो ओर्ना चाहिँ यहाँ राखेको अलि ठुलो ओर्ना चाहिँ ल है अब हिँड्यो टोलीहरू चर्नलाई हिँड्यो चरनतर्फ सबै पेट रित्तो छ अहिले चाहिँ अब भर्नलाई हिँडे आऊ 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 पार्टी हो त्यहाँ लाइन लगाएर हिँड्छ यिनीहरू ल है हिँड्यो टोलीहरू चाहिँ त्यतै अगाडि हिँडिरहेछ लाइन लगाएर हिँडिरहेछ नि यिनीहरू चाहिँ अनुशासित छन् यिनीहरू ए सुतेको अरू अझै नै उठेको छैन यार
उठ्नु पर्यो जाने बेला भयो अब ड्युटी हिँड कटिसक्यो यिनीहरूलाई चाहिँ हिउँदमा घाँसै हुँदैन वनमा सब यस्तो रुखको घाँस झारेर खुवाउनु पर्छ वहाँ माथि रुखबाट झारेकै मैले लाएर यस्तो उफ्रेर खाँदैछ मस्तले म जानिरह ल खाऊ मजाले खाऊ अगाउँदै खाऊ टुस्सारेको घाँस खाँदैछ है टुस्सारेको रुखको वरिपरि झार्दैको खाँदैछ झोरी चल्दैछ झोरी यिनीहरूको पेल हुँदै खान्छन् ल है मगरमा फिरफिरेको घाँस खाँदैछन् यिनीहरूले ल तेरिका सबले खाँदैछन् है मौज गर्दैछन् आजको दिन चाहिँ पुग्छ होला यिनीहरूलाई तलतिर पनि झार्दिए 2-3वटा रुख त्यतिर खाँदैछ खत्रै बुगाउँछ नि त यस्तो रुखमा है फेरि यो रुख पनि आमा 30-40 मिटर अग्लो छ फेरि यो पनि चारैतिर बसेर खाँदैछन् भेडाहरूले चट्ट लाएर खतरा खाँदैछ घाँस सिर्मुको घाँस सिर्मु कति चपाउँछ त यतातिर खाँदैछ कोहीले यतातिर कोहीले कहाँ भन्दा तलतिर हल्का फुल्का त हगै सकिसक्यो हो नि खै पेट त निकै साह्रो बनाइसकेको थिएन केही गर्ने घाँस छैन सिस्नु पनि यसरी काटिदिनु पर्छ यिनीहरूलाई सिस्नु खाएको यिनीहरूले हातै पोल्यो यार यस्तै ल सबले दुध खान लाग्यो सराउन गइरहेको छ कोहीले होइन यहाँको त सब उम्किसकेको छ म आउँदाखेरि 8-9वटा थियो सब उम्केछ बाँकी भयो ल साथीहरू अब सुत्ने बेला पनि भयो क्यारे होइन बेलुकीको अब खानासाना खाइयो अब सुत्ने बेला भयो जाडो छ आगो ताप्दै बसिएछ यहाँ चाहिँ म चाहिँ यस्तो विशाल रुखको झ्याङमुनि सुतिरहेको छु अहिले चाहिँ यस्तो ठुलो छ रुख चाहिँ
भिडियोमा चाहिँ सानो देख्छ होला तर एकदमै ठुलो छ दाइ पनि माथि सुत्न गइहाल्यो भेडाहरूसँग सुत्छ दाइ चाहिँ किन भन्दाखेरि चाहिँ त्यहाँ रातिको बेला चाहिँ बाघ अनि स्यालहरू आउन सक्छ भनेर चाहिँ दाइ चाहिँ माथि भेडाहरूसँग सुत्छ म चाहिँ यहाँ सुत्छु अब घरमा हुँदाखेरि चाहिँ सानो झ्यालबाट पनि हावा आयो भनेर थुनेर सुत्ने गरिन्थ्यो होइन यहाँ चाहिँ चारैतिर यसरी हावा आउँछ चिसो के गर्ने सुत्दै पऱ्यो यस्तै छ भेडीकोटको लाइफ वनवासको जिन्दगी हिउँदोको बेला चाहिँ जाडोले एकदमै चुस्छ अनि बर्खाको बेला चाहिँ फेरि पानीले भिजाउँछ गाह्रो साह्रो हो भेडीकोटको लाइफ चाहिँ गाह्रो साह्रो त्यही हो यसरी नै बित्छ दाजुभाइको दिन चाहिँ अब भेडीकोटको लाइफस्टाइल कसरी बित्छ के हुन्छ भनेर चाहिँ भिडियोहरू बनाएर युट्युबमा राखेको छु मनपर्छ भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न सक्नुहुनेछ र टुकेभन्दा तलको साथीहरू चाहिँ एकले अर्कालाई सपोर्ट गरेर हामी पनि अघि बढौँ भन्दै आजको ब्लग एन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच ओइ सोधे यो चाहिँ हाम्रो नाइट ड्युटी चाहिँ यिनीहरूले गर्छ है कुकुरहरू चाहिँ नाइट ड्युटी चाहिँ यिनीहरूले गर्छ हामी चाहिँ सुत्ने हो चट्ट लगाएर बाघ स्यालहरू आयो भने चाहिँ यिनीहरूले थाहा पाउँछ होइन टक्क यिनीहरूको ड्युटी चाहिँ अब सुरु भयो अर्को चाहिँ तल उसको बच्चाहरूसँग सुत्न गइरहेको हाम्रो यता मासुहरू पनि टक्क लगाएर सुकुटी हुँदैछ यस्तो रुखमुनि सुतेछु है म चाहिँ चट्ट लगाएर